नमस्कार सबैजनालाई। लो फार्ममा यहाँहरूलाई स्वागत छ। लो फार्ममा हामीले सुरक्षित तरकारी खेती गर्दै आफ्नो पसलबाट बिक्री वितरण पनि गर्छौँ। सँगसँगै कृषिमा रुचि राख्ने र कृषि अध्ययन गर्ने भाइ बहिनीहरूको लागि चाहिँ हामीले ओजेटी प्रोग्राम पनि गर्छौँ यहाँनिर। र आज हामीसँग पछिल्लो 3 महिना एकदमै मेहनत गरेर अनि लो फार्मले गर्ने कृषि सुरक्षित खेती सिक्नु भएको 4 जना भाइ बहिनी, हाम्रो प्रमुख प्राविधिक मदन भाइको सँगसँगै कृषि सिक्नुहुने 4 जना भाइ बहिनीको आज अन्तिम दिन रहेको छ। यहाँनिर हामीसँग सँगै बस्ने र सबैजनाबाट पछिल्लो 3 महिना कस्तो रह्यो भनेर चाहिँ क्रमसँगै म सोध्दैछु। विशालको पालो ल। विशाल कस्तो रह्यो ल भन। एकदम अब राम्रै रह्यो। अब राम्रो कुराहरू सिक्यो, धेरै कुरा सिकियो। के कुरा सिक्यो अलि डिटेलमा भन न। अब पेस्ट म्यानेजमेन्टहरू चाहिँ अब रासायनिक तरिकाले भन्दाखेरि पनि अब जैविक तरिकाले कसरी व्यवस्थापन गर्ने त्यो सिकियो। अनि साथसाथै अब कल्टिभेसनहरू कसरी गर्ने, अब त्यस्तै कुराहरू धेरै। अनि मलको बारेमा चाहिँ, अनि फर्टिलाइजरहरू पनि केमिकल फर्टिलाइजर भन्दा बायो फर्टिलाइजर चाहिँ युज गरेर पनि तरकारी खेती लगायत अन्य कृषि बालीहरू उब्जाउन सकिन्छ भन्ने कुरा सिकियो होइन। त्यसपछि कृषिमा व्यवसाय कसरी गर्ने भन्ने बारेमा चाहिँ के सिकियो? कृषिमा व्यवसाय चाहिँ अब होइन, यस्तो हो, आफ्नै खेती आफ्नै पसल भन्ने कृषि जुन लो फार्मको मोडल छ, यो मोडलबाट चाहिँ विशालले चाहिँ के सिक्यो त्यहाँ बसेर? अब आफैले खेती गरेर आफैले अब त्यसको बजारीकरण गर्यो भने चाहिँ अब आम्दानी र फाइदा चाहिँ सबै आफैलाई मिल्छ र अब त्यो आफ्नो आम्दानी चाहिँ अरूलाई गएन। अब यस्तै कुरा। ल अब देवराजको पालो। देवराज ल भन, के सिक्यो त पछिल्लो 3 महिनामा लो फार्ममा बसेर? अनि पढेको कृषि र साँच्चीकै गर्दाखेरिको फरक चाहिँ के रहेछ? अब त्यो 3 महिना ओजेटी गर्दाखेरि चाहिँ अब यहाँनिर बसेर चाहिँ हामीले राम्रोसँग तरकारीहरू अब कसरी खेती गर्ने भन्ने कुरा बुझियो। अनि अब अरूभन्दा पनि मेन चाहिँ यो लो फार्मको चाहिँ अब हेल्दी फुड चाहिँ प्रोडक्ट गर्दाखेरि चाहिँ कसरी र के युज गरेर गर्ने पनि हामीले सिक्यौँ। अब यहाँनिर चाहिँ त्यही हो, स्पेसल्ली चाहिँ केमिकल पेस्टिसाइड, केमिकल फर्टिलाइजरहरूको रिप्लेसमेन्टमा चाहिँ बायो फर्टिलाइजर र बायो पेस्टिसाइडहरू चाहिँ हामीले यहीँ बनाएर युज गर्छौँ। अनि त्यही अब सकेसम्म अर्ग्यानिक, प्योर 100% अर्ग्यानिक नभए पनि लगभग 75% अर्ग्यानिक प्रोडक्सनहरू चाहिँ हामीले यहाँबाट प्रड्युस गरेर चाहिँ बजारमा पठाइयो होइन, बजारीकरण आफै बसेर त्यो देखियो सबै कुराहरू। ओके, ल ठिक छ, धन्यवाद। ल लो फार्ममा पछिल्लो 90 दिनमा 90 दिन कस्तो रह्यो? केही कुरा सिकियो? एकदम धेरै हामीले नयाँ कुराहरू सिक्यौँ। अनि के भन्छ मलहरू बनाउने कसरी, अनि अब त्यस्तै भनौँ।